हिरा हिरै हुन्छ सोच्ने शिरै हुन्छ बुझे पनि जिन्दगी दुःख पिरै हुन्छ स्वप्न देख्दा पनि आँसु पोखिन्छ माया हाँस्यो कि पीडा बोकिन्छ को पाइएला दुनियाँमा साथमै हाँसी साथमै मर्ने पारिजात फूल जस्तै रातमै फुली रातमै झर्ने रातमै फुली रातमै झर्ने योगा चाहिँ खायो भने हिसाब नचल्छ तपाईँ कुन खालको मान्छेहरू मलाई पुरा थाहा छ बिचराको यो बहिनी मैले केही खर्च पुगेको छैन उसले ऋण तिर्छु भन्दैछ त ए काका अर्को पैसा हामीले दिनु पर्दैन तिमी किन बाठाहरू बोलिराखेको ए बासा बढ्ता नबोल यो समाज हो अलि मुख सम्हालेर बोल ए जडिया चुप लगाएर बस नत्र अहिले भेट्छ ए तिमीहरू चाहिँ मान्छे कुट्न पो आएको कुटेर देखा त ए ठुल दाइ तिमी ठुलो कुरो नगर यो केटाहरू मैले लिएर आएको होइन मेरो घर परिवारले किचकिच गरेपछि मैले के गर्नु त जगी भाइ त त यो संसारमा कामै नगर्ने मान्छे भइछ थुइ यी केटाहरू यी कान्छा कान्छाले कुट्न ल्याएको तपाईहरु मेरो लागि झगडा नगर्नु अस्ति एक हप्ता अगाडि जङ्गेदा मेरो घर आउनुभएको थियो बेलुका काका म जानी जानी अट्टेरी भएर तपाईको पैसा नतिर्न खोजेको होइन मसँग अहिले पैसै छैन र मेरो जिन्दगी अहिले राउटेको जस्तो कहिले इलाम कहिले पास्तार कहिले तेर्सिन र अहिले म हुँदा हुँदै शक्तिशाली नै र तपाईलाई एउटा कुरा थाहा छँदैछ मेरो बहिनी खसेको पनि आज 1 वर्ष
त्यही भएर कान्छा तेरो समस्या देखेर म तेरो घरमा नआएको। तेरो काकी र छोराछोरीले मलाई मार्न आँटे। तँ कान्छालाई पैसा किन दिस् भनेर। मलाई केही समय दिनुहोस् काका। म तपाईँको साउ ब्याज गरेर एकमुष्ट ऋण तिर्नु छ। 2-4 महिनाको कुरो होइन कान्छा। मलाई हप्ता 10 दिनमा पैसा दिनुपर्छ। यही कुरालाई लिएर मैले भोलि समाज राख्नु नपरोस्। मैले उहाँलाई सम्पूर्ण कुरा भनिसकेको छु। अब यो सम्पत्तिको नाममा यो ज्यान बाहेक मसँग केही पनि छैन। अब तपाईँहरू नै भनिदिनुहोस्। जङ्गे दाइ, तपाईँ हाम्रो घर आइराख्नु पर्दैन। तपाईँको पैसा यही गहना बेचेर भए पनि भोलि ल्याइदिन्छु। बिचरा यिनीहरूको सम्पत्तिको नाम एउटा यो गहना थियो। यो पनि तैँले छोडिदिनुहोस् होइन। कान्छा भोलिको दिन चाहिँ फरक नपरोस् नि। जाऊ काका। Wake up, wake it up. यो संसारमा अनहुने मान्छे अनहुने मान्छे। मिस्टर म तिर्सन आइन सिकाऊ ओके दुःख पिरै हुन्छ स्वप्न देख्दा पनि आँसु पोखिन्छ माया हाँस्यो कि पीडा पोखिन्छ ए बबिता आहा चिन्मा गर त गर्दिन म गर्न गर किन गर्नु गर्न के ल हात अगाडि ले त अर्को पनि मेरो गहना
तपाईँ तिमी यार कति भन्नु मैले तिमीलाई म तिर्सना हैन तिर्खा हो तिमी मेरो तिर्सना यो आँखाले कहिले तपाईँ खान सक्दैन चाहे तिमी रिसाउ या गाली गर मलाई केही फरक पर्दैन तर तिमी मेरो तिर्सना हो कति यार मेरो फलो गर्छौ मेरो घरसम्म आयो आइनेदेखि सर मेरो फलो गरेको थाहा पायो भने तिमीलाई पुलिस केस गरिदिन्छु तिमी यहाँबाट जान्छौ कि म चिच्याप बाबाको अफिसमा एक दुई दिन काम छ अरे काम सकाइसकेपछि आउनुहुन्छ माइजू बाबा कहाँ जानुभएछ कोठामा त हुनु न त भान्सी अहिले तिम्रो मामुको बर्थडे हो नि त्यही भएर बाबा माथि जानुभएको हो नि डाँडामा ह्यापी बर्थडे किसन आज तिमीले छोडेर गएको पनि 10 वर्ष भइसकेछ तिमीले छोडेर गएपछि म एक्लो भएको छु एउटा कुरा थाहा छ तिर्सना तिमीलाई मलाई छोरी हुर्काउनु कति गाह्रो भयो दिनरात मम्मी खै भनेर सोचे अब म थाकिसकेँ हिरा हिरै हुन्छ सोच्ने शिरै हुन्छ बुझे पनि जिन्दगी दुःख पिरै हुन्छ स्वप्न देख्दा पनि आँसु पोखिन्छ माया हाँस्यो कि पीडा पोखिन्छ
पारिजात फुल जस्तै रातमै फुली रातमै झर्ने रातमै फुली रातमै झर्ने अन्धकारको जीवन मर्नु नबच्नु हुन्छ दोधारे मायाले साच्नु नभाच्नु हुन्छ। हिमाल बाबु यो पढ्नु त्यसरी नानी के हो त? फेरि यो कुरो मलाई किन सोध्दै हुनुहुन्छ? होइन दादा, तपाईँ पनि जोगिनुभयो। म पनि त्यसो नै हो भन्थे, तर यिनी त्यसो होइन। ए कुरो यसो पो हिमाल बाबु, यी नानी कहाँ बस्छिन्? केही थाहा छ तपाईँलाई? ती नानी कहाँ बस्छिन् अरे? माथि लिम्बुनी गाउँमा घर छ अरे। तपाईँले मलाई सहयोग गर्नु पर्यो काका। बरु अहिले नै हामी जाउँ न उसलाई भेट्नु। दिलको कुरा अधुरो रहन्छ आँधीभित्रमा तडपिरहन्छ को पाइएला दुनियाँमा साथमै हाँसी साथमै मर्ने पारिजात फुल जस्तै रातमै फुली रातमै झर्ने रातमै फुली रातमै झर्ने भन्दा 17 वर्ष अगाडिको कुरो हामी बाउ छोरीलाई खोलाले बगायौँ तर दुईटा सन्तान केही छैन कहाँ छन् मरे बाँचे केही थाहा छैन। बाबा यो फोटोको मान्छे चिन्नुहुन्छ? यो त तिर्खा हो मेरी छोरी हो यो त तिर्खा। अनि अरू तपाईँको दुई सन्तानको केही तपाईँसँग फोटो तस्बिर चिन्हहरू के छ? यो तिर्खा यो तिर्सना मेरो छोरी। बाबु मलाई केही थाहा छैन कहाँ छ केही थाहा छैन। तिहार आयो भन्छन्। आफ्नो त बहिनी सैनी पनि छैन। भान्जीलाई बस न भनेको घर गइहालिन्। ए बबिता त माइती जान्छस् भने जाए, म चाहिँ यहीँ बस्छु घरमै। अनि तल हातको बहिनी टिका लगाइछु भन्दै खायो तिमीलाई जाँदिनौ? आफ्नो बहिनीको हातको टिका नलाएको त 10 वर्ष भइसक्यो। लाउँदैन म कसैको हातको टिका। नमस्कार भाइ। नमस्कार भाइ साहब। नमस्कार ठुलाई। नमस्कार भान्जी। हेर्नुहोस् त भाइ, हामीसँग कुवाउनु बाबु अहिलेसम्म दाइ, अब तपाईँको निधार कहिले खाली हुँदैन। अब तपाईँले बहिनी र बाबालाई हेर्नुपर्छ, किनकि बाबा साह्रै बिरामी हुनुहुन्छ। जय साहब, तपाईँलाई म के भन्नु, मेरो बितेको पलहरू तपाईँले याद दिलाइदिनु भएको छ। मैले त मेरो बाबा र बहिनीलाई बिर्साएँ। आज तपाईँले मेरो अतिथि दिलाइदिनु। यदि संसारमा भगवान छन् भने म कसैलाई पनि मान्दिनँ। आज तपाईँ नै हो मेरो भगवान। दाइ
आज तपाईँको खुसीको दिन पनि हो फेरि एउटा कुरा थाहा आज भेटिरहेको छ तिमीहरू सबै मरिसक्यो भनेर माया मारेको थिएँ मैले त भदै फुपू सम्झेर आइस धेरै म आज खुसी छु फुपू बाबा अहिले साह्रै हुनुहुन्छ सायद बाथरुम पनि हुन्न होला यदि मैले समयमा भेटेको थिएँ भने म उपचार गर्थेँ रेखदेख गर्थेँ होला डाक्टरले पनि अब अन्तिम हो भन्नुभएको छ हेर बहिनी हिजो बेलुका हाम्रो एउटा सल्लाह भयो तेरो भाउजू बाबा र म भएर त्यो हिमाल ज्वाइँसँग तेरो बिहे गर्ने निर्णय गरिन् हिमाल ज्वाइँसा पनि त्यति नराम्रो त हो नि त नानी तैले हिमाल ज्वाइँसँग बिहे गरिस् भने हाम्रो भान्जीले माया पाउँछ